हेलो हेलो नमस्ते सम्पूर्णमा। म चाहिँ अहिले बाह्रैनबाट 1600 किलोमिटरको यात्रापछि यो ठाउँमा आइपुगेको छु। यतापट्टि सानो खोला छ, यता पहाडै पहाड अनि शान्ति हरियाली छ, राम्रै हरियाली छ। त्यही भएर मलाई मन परेर सानो भिडियो बनाउँदैछु। सबैजनाले हेरेर साथ दिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। अहिले चाहिँ म यो पहाडको बाटो, यो पहाडलाई पुरा फोरेर बनाएको छ। यो बाटो एकदम राम्रो छ। यो अगाडि देखिरहेको चाहिँ रातो बोर्ड छ नि, यहाँ नन मुस्लिम भनेर लेखेको हुन्छ। यहाँबाट चाहिँ हामी बुद्धिस्ट अरू धर्म मान्नेहरू, यो हिन्दू यता जान पाउँदैन। यो हामी राइट ह्यान्ड जानुपर्छ। लेफ्ट साइड चाहिँ मुस्लिमहरूले मात्र जान पाउँछ। र योभन्दा यताबाट डाँडा पारी चाहिँ मक्का छ, यहाँको ठुलो आस्था मुस्लिमहरूको ठुलो पवित्र स्थल मक्का यहीँ हो, यही ठाउँमा हो। यो ठक्कै यो देखिरहेको पहाडको ठक्क उतापट्टि छ। त्यही भएर हामी जो हिन्दू बुद्धिस्टहरू चाहिँ यताबाट जानु पाउँदैन, मक्का साइडबाट जानु पाउँदैन। हामी यता राइट ह्यान्डबाट जानुपर्छ। यो पहाडको छेउबाट साह्रै रमाइलो छ। यो पहाडहरू पनि छ, हरियाली रुखहरू पनि छ। अनि यो पहाडको छेउमा मार्केटहरू, फ्याक्ट्रीहरू अनि सानो सानो घरहरू पनि देखिरहेछ। साह्रै राम्रो ठाउँ छ यो। त्यही भएर मैले यो भिडियो बनाउन मन लागेर सानो भिडियो बनाउँदैछु। यो चाहिँ ताइफबाट लगभग 200 किलोमिटरको ओह्रालो बाटो हो यो। जेद्दा चाहिँ धेरै खाल्टोमा छ, ताइफ चाहिँ माथि हाइटमा भएर यो ओह्रालो 200 किलोमिटर चाहिँ ओह्रालै आउनुपर्छ। यो जति अहिले भिडियो बनाउँदा चाहिँ ओह्रालो देखिँदैन र यो ओह्रालो बाटो नै हो, धेरै नै ओह्रालो छ। अहिले चाहिँ यो पहिले यो बाटो एकदम सानो थियो, अहिले चाहिँ ठुलो बनाएको छ। तिन ट्याक यता उता 3 ट्याक 6 ट्याकको बाटो बनाएको छ। पहिले चाहिँ सानो एक ट्याक मात्र थियो, आउने जाने एउटै मात्र बाटो थियो पहिला चाहिँ। अहिले ठुलो बनाएको छ। यो लेफ्ट साइडमा चाहिँ पहाड, पुरै पहाड छ। राइट साइडमा यो सानो खोलाहरू पनि छ र खेत पनि छ। यहाँ भर्खर ट्र्याक्टर लगाएर राखेको छ। अब के रोप्नलाई हो यिनीहरूले मजाले बनाइरहेको छ। अब के रोप्ने होला यता, प्रायः टमाटरहरू रोप्ने होला, सागपात मकैहरू रोप्ने होला। यो साइडमा यो बाख्राहरू पनि चलाइरहेछ। यता बाख्रा पनि देखिरहेछ। यो सबै सागहरू हो। यो प्याज साग अनि अब यता यिनीहरूले के रोप्दैछ, अहिले रोप्दैछ होला। के यो सिजनमा चाहिँ प्रायः सबै चिज हुन्छ यो ठाउँमा। यो ठ्याक्कै यो पूर्व जाने सिन्धुलीको बाटो जस्तै लाग्छ मलाई, त्यस्तै लाग्छ। यहाँ चाहिँ अब खोर्सानी रोप्दैछ यिनीहरूले, खोर्सानी रोप्न ठिक्क पारेको छ। खोर्सानीको बिउहरू पुरा गरेर अब यता चाहिँ खोर्सानी रोप्छ यिनीहरूले। सबै चिज हुन्छ यहाँ, पानी छ नि त। यहाँ पानी भएपछि सबै चिज हुँदो रहेछ। राम्रो